के राजेन्द्र महतोको नेपाली नागरिकता नक्कली हो त? सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व मन्त्रीज्यू राजेन्द्र महतोज्यू सोनवर्षाको बिहारबाट बबरगञ्जबाट आएका मान्छे मूल सर्लाहीको बबरगञ्जबाट नागरिकता लिनुभएको छ। उहाँले नागरिकतामा सबै झुटा विवरणहरू पेश गरिएको सत्यता हामीसँग आइपुगेको अवस्था हो। युवा संघ तराई मधेसका नेताहरूले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकताको छानबिनको माग गर्दै गृहमन्त्री शक्ति बस्नेतलाई हालै एक ज्ञापन पत्र बुझाएका छन्। सो ज्ञापन पत्रमा महतोसँग भारत र नेपालको दोहोरो नागरिकता भएको भन्दै छानबिनको माग गरिएको छ। यसअघि महतो बालवाला मन्त्री रहँदा पनि महतोको नागरिकताबारे छानबिनको माग भएको थियो। विक्रमसम्म 2068 मा अख्तियारले महतोको नागरिकताको बारेमा चासो दिएर गृह मन्त्रालयलाई पत्राचार पनि गरेको थियो। गृह मन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्र समेत लेखेको थियो। महतोको नागरिकता सम्बन्धी अभिलेख फेला नपरेको र त्यसबेला महतो मन्त्री भएको हुनाले छानबिन हुन नसकेको भन्दै सर्लाही प्रशासनले उत्तर पनि पठाएको थियो। अहिले पनि युवा संघको ज्ञापन पत्र बुझ्ने क्रममा गृहमन्त्री बस्नेतले घुमाउरो पाराले समाधानको उपयुक्त विधि सरकारले छनौट गर्ने बताएका थिए। जानकारहरू तत्काल छानबिन हुने सम्भावना कम रहेको बताउँछन्, किनकि नागरिकता छानबिन थाल्दा सरकार र मधेसी मोर्चा बीचको वार्ता प्रक्रियामा समस्या हुने सम्भावना देखिएको छ। को हुन् राजेन्द्र महतो? ये जो गलत संविधान बना, मधेश विरोधी संविधान बना, दलित जनजाति थारूओं के विरोध में संविधान बना। विगत 25 वर्षदेखि नेपालमा राजनीति गरिरहेका राजेन्द्र महतो पटक पटक मन्त्री समेत भइसकेका राजनीतिज्ञ हुन्। उनको पुर्खौली घर भारतको सीतामढ़ी जिल्लाको कोहरवा गाउँमा रहेको र ससुराली पनि उतै भएको बताइन्छ। कोहरवा गाउँ नेपाल भारत सीमाबाट करिब 15 किलोमिटरको दूरीमा रहेको छ। महतोको भारतमा भएको घरमा उनका काकापट्टिका सन्तानहरू बस्ने गरेको अनलाइन खबरमा लेखिएको छ। उनका 3 दाजुभाइ भने अहिले नेपालमा नै बसोबास गर्छन्। जानकारहरूले भने अनुसार राजेन्द्र महतोका बाबु खोबारी सुडी भारतीय नागरिक थिए। पहिले सुडी थर हुनेले आजकल महतो वा शाह लेख्न थालेको हुनाले राजेन्द्र महतो भएका हुन्। खोबारी व्यापार गर्न भनेर 2020 सालतिर नेपाल आएका र सर्लाहीको बयलबासमा उनले धान चामलको व्यापार शुरू गरेका थिए। उनको व्यापार फस्टाउँदै गएपछि उनले सर्लाहीको ब्रह्मपुरी गाविसमा घर बनाएर बस्न थालेका हुन्। महतोले आफ्नो पुर्खौली गाउँ कोहरवासँगै जोडिएको मरिया भन्ने गाउँकी स्थायी बासिन्दा शैलकुमारी देवीलाई बिहे गरेका हुन्। शैलकुमारी पनि हाल समानुपातिकबाट संविधान सभा सदस्य छिन्। शैलकुमारीले महतोसँग विवाह गरेपछि वैवाहिक अंगीकृत नागरिकता लिएकी हुन्। संविधान सभा सदस्यको परिचयात्मक किताबका अनुसार शैलकुमारी 2047 सालबाट राजनीतिमा लागेको र एसएलसी सम्म अध्ययन गरेको उल्लेख छ। शैलकुमारी मधेसी महिला समाज र सुडी समाजकी केन्द्रीय सदस्य समेत हुन्। महतो दम्पतिका एक छोरा र एक छोरी छन्। राजेन्द्र महतोले 2021 सालतिर काठमाडौँ आएर ताहाचल क्याम्पसमा बसेर पढ्नुका साथै सानातिना व्यापार पनि गर्ने गर्दथे। केही समय गार्मेन्ट व्यवसाय गरेका महतोले ठेकदारी काम शुरू गरे, जसमा उनले घरमा रंग लगाउनेदेखि कार्यालयहरूमा स्टेशनरी सामानहरू सप्लाई गर्नेसम्मका कामहरू गर्दथे। त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि भने महतोले राम्रै पैसा कमाएको अनलाइन खबरले लेखेको छ। उनी राजनीतिमा लागेको भने 2046 सालपछि मात्रै हो। उनी व्यापारको सिलसिलामा नै मधेसवादी नेता गजेन्द्र नारायण सिंहसँग नजिक भएका थिए। उनीहरू बीचको सम्बन्ध बढ्दै गएपछि महतो पनि राजनीतितर्फ लागेका हुन्। प्रजातान्त्रिक आन्दोलनमा सामेल नभएका र धेरै पछि मात्र राजनीतिमा प्रवेश गरे पनि उनले पुराना र अनुभवी मधेसी नेताहरूलाई पछि पार्दै अहिलेसम्म 4 पटक मन्त्री बनिसकेका छन्। त्यसमा मधेसी दलित जनजाति महिला जुन समुदाय आएको छैन सेनामा, सबैलाई सेनामा राख्नुपर्छ भन्ने हो र त्यही तहत मधेसीलाई पनि राख्नुपर्छ भन्ने हो र 4 बुँदेमा त्यही कुरा राख्या हो। सेनामा मधेसीको प्रवेश गराइन्छ र यो मुलुकको जुन संरचना हो त्यसलाई समावेशी बनाइन्छ। उनी पछिल्लो संविधान सभाको चुनावमा भने आफ्नै गृह जिल्ला सर्लाहीमा हारेका थिए। आफू हारे पनि महतोले समानुपातिकबाट आफ्नै श्रीमतीलाई सभासद बनाउन भने सफल भएका थिए। राजेन्द्र महतोले केही समय अघि मात्रै अब कहिल्यै पनि मन्त्री नबन्ने भनेर घोषणा पनि गरेका थिए। कांग्रेस एमाले के गर्यो थाहा छ? झुटको खेती, त्यो झुटको खेती के हो थाहा छ? नेपाली जनतालाई एक थान संविधान चाहियो रे। भन्नुस् त
नेपाली जनतालाई एक ठाउँ संविधान चाहियो र संविधान थिएन मुलुकमा। राजेन्द्र महतोले नागरिकता कसरी लिए त? राजेन्द्र महतोका बाबु छोराले नै नेपाल बसोबास गर्न थालेको केही समयमा नै नेपाली नागरिकता लिएको हुन सक्ने सम्भावना छ। उनले 2027-28 सालतिर नेपाली नागरिकता लिएको र सो नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमर बहादुर थापाको मुख्य भूमिका रहेको आशंका गरिएको छ। कसैले त अझ बाबुले भन्दा पनि छोरा राजेन्द्रले नागरिकता पहिला लिएको दावी गरेका छन्। तर यी सबै रहेका कुरा मात्र हुन्, किनकि यी तथ्य प्रमाणित गर्ने सबै कागजात भने नष्ट भइसकेका छन्। माओवादीले सर्लाही जिल्लाको सदरमुकाम हमला गरेर सबै कागजात नष्ट गरेपछि त्यहाँ भएका सबै नागरिकता सम्बन्धी प्रमाणहरू नष्ट भइसकेका छन्। महतोले जन्मसिद्ध नागरिकता लिएको दावी गर्ने गरेका छन्, तर नेपालको कानून ज्ञाताहरूका अनुसार उनले नागरिकता प्राप्त गरेको समयमा जन्मसिद्ध नागरिकता लिन पाउने प्रावधान नै खारेज भइसकेको थियो। विक्रम सम्वत 2019 सालभन्दा पहिले नेपालमा आएर लामो समय बसोबास गरेका व्यक्तिलाई जन्मसिद्ध नागरिकता दिने व्यवस्था भएको भए पनि सो व्यवस्था 2019 सालपछि हटाएर वंशजको आधारमा मात्रै नागरिकता दिने व्यवस्था भएको थियो। राजेन्द्र महतोको आलिशान महलको बारेमा राजेन्द्र महतोले काठमाडौँको भीमसेन गोलामा एक आलिशान महल किनेका छन्। मधेसलाई काठमाडौँले हेपेको बताउने महतोले काठमाडौँमै करोडौंको महल ठड्याएको भनेर विरोधको आवाज पनि उठ्ने गरेको छ। उनले किनेको घरको आय स्रोत पनि प्रष्ट छैन। महतोको काठमाडौँमा रहेको अर्को निवास पनि छ, जुन सिनामंगलको भत्केको पुलमा रहेको छ। यो महत निवास भने सामान्य नै देखिन्छ। केही समय पहिले आक्रोशित भिडले भारतीय नाकाबन्दी गर्न सघाएको आरोपमा उनको घर तोडफोड र आगजनीको प्रयास गरेको थियो। यी काठमाडौँका घरका साथसाथै महतोले संविधान सभाको चुनाव हारे लगत्तै सर्लाहीमा पनि भव्य घर किनेको खबर छ। उनले करिब रु 70 लाख रुपियाँमा एक ल सहितको घर किनेको, तर उनले त्यो घर भने आफ्नो नाममा नराखेको बताइन्छ। यो थियो मधेसवादी नेता राजेन्द्र महतोको परिचय, उनको नागरिकता सम्बन्धी विवाद र उनका घरहरूको बारेमा विवरण।